रेकर्डिङ छ चाहिँ हाम्रो खाना खाने टाइम भयो अनि हाम्रो खाना सादा भेज चाउमिन छ Hello everyone, welcome back to my channel. Hope सबैजना सोचेर हुन्छ नि सादा द न्यू डे न्यू ब्लग सुरु गर्दै छु साथीहरु सो आज चाहिँ म काममा छु अनि म चाहिँ हुन्छ हाम्रो बोजू अलिकति मात्रै गर्नुहुन्छ क्या म चाहिँ र्याप चाहिँ हालेर लगाइछ पक्कासँगले अहिले चाहिँ म यहाँ मेरो सामानहरू यस्तो छ अनि यहाँनिर यस्तो सामानहरूमा चाहिँ मसला भर्नुपर्ने हुन्छ ल म चाहिँ हुन्छ मेरो दिदी अनि यहाँनिर सब्जी धुनु सघाइदिनु हुँदैछ मलाई अब चाहिँ म मसला हाल्छु ल मसला हाल्छु तपाईँहरू हेर्नु ल गाइस यो चाहिँ यसरी सेकाउँछ देख्न सक्नुहुन्छ यो ग्रिल हो अनि यहाँ चाहिँ डामेको हुन्छ हाम्रो दादाले बनाउनु हुँदैछ त्यहाँनिर म यो सुकुटी निकालेर चाहिँ काट्नुपर्ने हुन्छ ल यति धेरै अब कति दिन मान्छे धेरै आयो भने 2 दिनमै सकिन्छ 2 दिन पनि लाने 1 दिनमै सकिन्छ होइन दादा 1 दिनमै सकिन्छ यो यत्रो धेरै मान्छे धेरै आयो भने शुक्रबार र शनिबार त फिक्स गाइस हाम्रो चाहिँ यहाँ देख्नु सक्नुहुन्छ सुकुटी यति धेरै हुन्छ के हेरेको हौ तपाईँले चाहिँ अघि मैले अफ गरेर गरेको सुकुटी काट्नु आउनु अरे यहाँ सबैजनाले हाम्रो ग्रीन सलाद कसरी बनाउँछ भनेर देखाउँछ यो चाहिँ भयो काँक्रा हाम्रो ग्रीन सलाद चिया सो गाइस म चाहिँ अगाडिबाट भिडियो बनाउँछु किनभने पछाडिबाट गर्दा कस्तो नराम्रो देखेको जस्तो अब चाहिँ यहाँ मेरो चिया पाक्दैछ सो गाइस हाम्रो 2 बजेपछि चाहिँ जहिले पनि चिया पाक्ने गर्छ सो गाइस म चाहिँ अब चटपटे हालिदिन्छु भन्दैछु अर्डर आएको छ सो गाइस हैन हाम्रो चाहिँ सामान सक्यो भने यता मोमोको रुममा आएर
बरुमा आएर यो प्याजहरू लिनुपर्ने हुन्छ नि त। अनि यो मान्छेले चाहिँ यो चाहिँ हाम्रो यो सामान हो, यो चाहिँ हामीले यसमा हाल्छौँ भनेर होइन। के साह्रो वक्कल आउँछ यो मान्छेले, थाहा छ तपाईँहरूलाई? यसो चिनी राख्नै बाटोमा भेट्यो भने यस्तै हालिदिनु। आन्टी आउनु चाहिँ हुन्छ हाम्रो आन्टी हेलो गरिदिनु त। हेलो हाई हाउ आर यु? यहाँ चाहिँ मेरो चिम्टी पुग्थ्यो। मेरो घाँटी बसेको छ म सक्दिनँ। म सबैभन्दा बुढी मान्छे हो यहाँको। होइन आज एकजना बुढी मान्छे हुने हाम्रो चाहिँ यति धेरै धेरै काटेर राख्नुहुन्छ। टमाटर प्याजहरू पनि बिहानै रेडी पारेर राख्नुहुन्छ नि त, त्यही भएर यहाँदेखि हुन्छ हाम्रो यसरी निकालेर चाहिँ लगेर भित्र राख्नुपर्छ। हेरिरहेको छ होला यो मान्छेले, मलाई लाग्दै थियो क्या। ऊ चाहिँ सबैभन्दा मिल्ने साथी हो मेरो। ल गाइस भेट्दै गरौँ। हाई गर्नु, यसो गर्नु न। हाम्रो आन्टीको नाम चाहिँ हो, तपाईँको नाम के पो? तपाईँको नाम सावित्री हो है हाम्रो आन्टीको नाम चाहिँ। ज्ञानी यो चाहिँ हाम्रो मोमो रुम होइन। यो मान्छे जहिले सुतिबस्छ। यो मान्छे के भन्नु, म पनि पुरा निन्द्रा लाग्छ कि। अब मभन्दा धेरै चाहिँ म्याम सुत्नुहुन्छ, फेरि निन्द्रा लागिरहेछ। यो चाहिँ चिया हो, अर्काको चिया। यो चाहिँ हाम्रो पोर्क सादेको देख्न सक्नुहुन्छ गाइस। सो गाइस अहिले चाहिँ हाम्रो खाजा खाने टाइम भयो। अनि हाम्रो खाजा चाहिँ आज भेज चाउमिनसँग देख्न सक्नुहुन्छ हाम्रो चाउमिन। यो चाहिँ रमिला दिएको, यो रमिलाको छोराको, यो चाहिँ मेरो। ल अर्डर आयो यार। सो गाइस अहिले चाहिँ राति भइसकेको छ होइन। अनि अब मेरो क्यामेरालाई चाहिँ इग्नोर गरिदिनु होला भन्दै म यहाँ फेरि पनि आन्टीसँगै प्रस्तुत भइसकेको छु। हाम्रो अर्को आन्टी चाहिँ त्यहाँ हुनुहुन्छ। अनि हाम्रो रातिको नजारा चाहिँ यस्तो छ। यो चाहिँ हाम्रो मङ्गाङ हो, ऊपर चाहिँ गेट हो। यहाँ लाइट, यसमा पनि लाइट छ तर यो लाइट बल्दैन गाइस, भरे देखाउँछु ल। यो चाहिँ हाम्रो घर जाने बाटो। हामी चाहिँ सँगै जान्छौँ जहिले, हाम्रो दिदी र मेरो भाइसँग होइन भाइ। अब न यस्तो गर्छ यस। अनि सो हजुरहरूलाई मेरो भ्लग चाहिँ कस्तो लाग्यो प्लिज लाइक सेयर सब्सक्राइब गर्नु नबिर्सिनु होला भन्दै म मन्दिर देखाउन चाहेँ। हजुरहरूलाई मेरो भ्लग के कस्तो लाग्यो प्लिज लाइक सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला भन्दै आजको मेरो भ्लग यहीँ एन्ड गर्न चाहन्छु। बाई 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 गरिदियो, बाई गर्नु त।